ल हेर्नु हाम्रो नुवाकोटमा असिना परेको हेर्नु हिउँ जस्तै असिना परेको छ हेर्नु 1 घन्टा भए पनि आसम्म बिलाएको छैन असिना आमामा हेर्नु असिना हिउँ जस्तै परेको छ आमामा ल यस्तो असिना परेको छ कि लगभग 1.5 घन्टाको अन्तरालमा टन्नै असिना परेको छ हेर्नुस् बाटोभरि ल हेर्नु असिना पर्यो हेर्नु बाडी गएर घर पनि पुरा पुरेको छ लडेको छ हेर्नुस् बाटोको बिजोग यस्तो भइरहेछ 1.5 घन्टाको अन्तरालमा हेर्नुस् यस्तो बिना असिना पर्यो कि बाटो हेर्नु त्यस्तै हेर्नु यस्तो असिना पर्यो हेर्नु अनि खोला पनि पुरै बर्खामा जस्तै ठुलो भेल आएको छ ल हेर्नुस् हिउँ जस्तै गरी परेको छ असिना हेर्नुस् अहिले अब सबै फलफुलहरुको फुल खेल्ने बेलामा फुलहरु लानलाई परेको होला हेर्नुस् हिउँ जस्तै पाखाभरि बाटाभरि असिना हेर्नुस् कम्ता बाग्लो परेको छ ल हेर्नुस् असिना यति बाग्लो छ हेर्नुस् यत्रो असिना परेको छ ल असिना परेर 1 घन्टा भइसक्यो अझ पनि यतिकै छ हेर्नुस् बिलाएको छैन अघि कति परेको थियो आमा हेर्नुस् खोला बढेर हेर्नुस् पुरा ठुलो भेल आएको छ गाउँमा असिनाले बिजोग पारेको छ ल हेर्नुस् ल हाम्रो नुवाकोट छापमा चाहिँ यस्तो असिना परेको छ तपाईहरु कहाँबाट कुन ठाउँबाट हुनुहुन्छ तपाईहरुको ठाउँमा चाहिँ असिना परेको छ कि छैन यसो कमेन्टमा बताउनु होला आज चाहिँ चैत्र 9 गते चाहिँ ठुलो असिना पर्यो हाम्रो गाउँमा हेर्नुस् बाटोको हालत यस्तो छ पुरा बाटो खोलेर हेर्नु ठुलो भलबाडी छिरेको छ बाटोमा हेर्नुस् नेपालको विकास यस्तै हो ड्रेन छैन पानी जाने त्यही भएर यो बाटो सब खोलेको छ हिउँ खेल्ने भए हाम्रो गाउँमा आउनु होला यस्तो छ हेर्नुस् असिना कम्ता असिना परेको छ गाउँ सबै झार्यो तोरीहरू सुन्तला सबै फलफुलहरुको फुल खेल्ने बेलामा बिजोग छ नेपालमा कहिले बाँदरले खान दिँदैन कहिले असिना पर्छ कहिले हिउँ पर्छ यस्तै हो अब के गर्नु त्यसैले युवाहरू खाडीमा जान अर्काको देशमा जान बाध्य भएको छ ल हेर्नु बाटोको बिजोग हेर्नु बाटोको बिजोग अब हेर्नु घरको बिजोग हेर्नुस् घरको बिजोग पहिरोले खिचेर यो चाहिँ भदौमै गएको पहिरो हो हेर्नुस् नुवाकोट जिल्लाकै शिवपुरी गाउँपालिका 2 को सबभन्दा ठुलो विपदमा परेको पहिरोहरु चाहिँ यही हो ल हेर्नु हाम्रो घर जाने बाटो बिजोग छ पुरै भलले खोलेर हेर्नुस्
तपाईँहरू जसले यो भिडियो हेरेर अहिलेसम्म साथ दिनुभएको छ तपाईँहरूलाई त्यसको लागि धन्यवाद। भिडियो राम्रो लागे कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भर्खर नयाँ युट्युब भिडियो बनाउने प्रयास गर्दैछु। हजुरहरूले साथ दिनु होला, यसो सब्सक्राइब गर्नु होला। तपाईँहरूलाई नयाँ नयाँ ठाउँ नयाँ नयाँ लोकेसनहरूको भिडियोहरू अपलोड गर्दै गर्नेछु। त्यसको लागि यति साथ दिनुभयो। तपाईँहरू सबैलाई धन्यवाद छ।